मेरो मोबाइलको ओ माई गॉड यार कसम यो चाहिँ थेम्स नदी हो र यहाँबाट बोटहरू आइरहेको हुन्छ गइरहेको हुन्छ। यहाँ तपाईँले बोट सो हेलो वेलकम ब्याक टु माई न्यू ब्लग। सो म यस्तै राति निस्किएको थिएँ अलि घुम्न, अलि माइन्डलाई फ्रेस गर्न। हावा चलिरहेछ एकदम, अलि मौसम पनि अलि हल्का चिसो छ। सो हामी यहाँ ग्रिनिसतिर यता ग्रिनिस पारितिर आएको थियौँ र यो बिचमा थेम्स नदी छ र ठ्याक्कै पारिपट्टि त्यहाँ एउटा म्युजियम छ र ठ्याक्कै त्यो म्युजियममा त्यो ड्रोनले चाहिँ लाइट्सहरूको इमेजहरू बनाएर एकदमै खतरा इमेजहरू बनाइरहेको छ कि ड्रोनले। सो अहिले त्यो स्टार्ट हुनेवाला छ त्यहाँ। सो तपाईँले हेर्न सक्नुहुन्छ, त्यहाँ म अलि जुम गरेर तपाईँले देखाउँछु। त्यहाँ हेर्न सक्नुहुन्छ, त्यहाँ अलि लाइटिङहरू अहिले सेटअप भइरहेछ। सो अहिले एकछिनमा त्यहाँ ठ्याक्कै त्यो लाइट्सहरूको इमेजहरू बन्न स्टार्ट हुन्छ। सो ठ्याक्कैले यहाँ यति हावा चलिरहेछ, यहाँ तपाईँ पानी हेर्न सक्नुहुन्छ। ओ माई गॉड, अहिले त्यो ठ्याक्कै 3-4 दिनदेखि घाम लागेर पानी पनि एकदमै सुक्या छ, नत्र ठ्याक्कै यहाँसम्म हुन्थ्यो क्या पानी। अहिले पुरै सुक्या छ नि, ग्याप छ, त्यो ग्याप चाहिँ हुँदैन। सो अहिले हामी यहाँ त्यहाँ लाइटको वेट गरिरहेछौँ। अब एकछिनमा त्यहाँ लाइट स्टार्ट हुन्छ। सो अहिले बन्न स्टार्ट भएको छ र अझै पनि छ त्यहाँ। ओ मेरो मोबाइलको ओ माई गॉड यार कसम, वाउ, जस्ट वाउ, आई कान्ट बिलिभ दिस यार। यो कसरी बनाइरहेछ कि त्यत्रो माथिसम्म। ओह माई गॉड, अनबिलिभेबल यार, अनबिलिभेबल। चेन्ज पनि भइरहेछ कि, फेरि चेन्ज पनि भइरहेछ त्यहाँ ठ्याक्कै त्यही लाइटबाट फेरि अर्कोमा चेन्ज हो। एन्ड यो कसरी गरिरहेछ आई अल्सो डोन्ट नो यो कसरी भइरहेछ यो। ओह माई गॉड, सच अ गुड भ्यू यार, सच अ गुड भ्यू। सो एक्चुअली नै यो मलाई लागिरहेछ कि ड्रोन नै छ, किनकि त्यहाँ माथि एउटा अझै लाइट्स उडिरहेछ र यो ड्रोनले नै यसको लाइट्सहरूले गर्दा यो इमेज चेन्ज भइरहेछ। सो अमेजिङ यार, अमेजिङ। अहिलेसम्म लाइफमा मैले यस्तो हेरेको थिएन आफ्नो। अमेजिङ। यो राति भएर अलिक क्वालिटी चाहिँ नभएको, बट यस्तो रियलमा हेर्दा जस्ट नो वर्ड्स यार। वाह, यार यो ड्रोनले नै गरिरहेछ, बट यो यस्तो बनाउनु पनि एकदमै ठुलो यार। सो अहिले बन्द भएको छ र अझै पनि त्यहाँ बनिरहेको छ कि, अझै पनि लाइटिङ तपाईँ हेर्न सक्नुहुन्छ, अझै पनि त्यहाँ इमेजेसहरू बनाइरहेको छ ड्रोनले। ओ माई गॉड यार,
लागिरहेछ रातभरि यसरी उभिएर हेर्न सक्छु यार म त। यो चाहिँ थेम्स नदी हो र यहाँबाट बोटहरू आइरहेको हुन्छ गइरहेको हुन्छ। यहाँ तपाईँले बोट बुक पनि गर्नु सक्नुहुन्छ उबरबाट। Oh my god. Wow, okay. सो यहाँ अझै पनि धेरै बनाइरहेको छ कि आई थिङ्क यो बनाइ नै रहेको छ। सो सबै देखाउँदा भिडियो लामो हुन्छ अनि अहिले त्यही हो कि अब बनाइरहेको छ ड्रोनले, अब लाइटिङ्सहरू तपाईँ हेर्न सक्नुहुन्छ। सो हामी अब यहाँ अझै केही बेला यहाँ वेट गर्छौँ, हेर्छौँ र फेरि भेट्छौँ अर्को ब्लगमा। हुन त आज कुनै पनि ब्लग बनाउने त्यो प्लान नै थिएन, जस्ट हामी यस्तो निस्केका थियौँ र यहाँ यस्तो हेरिहाल्यौँ र तपाईँहरूलाई पनि यो देखाउनको लागि मैले यो ब्लग बनाएँ। सो फेरि भेटौँला अर्को ब्लगमा, तबसम्म बाई बाई।